दर्शक वृन्द एउटा कहाली लाग्दो भिडियो लिएर आएका छौं। यो भिडियोले धेरैलाई भावुक बनाउन सक्छ। त्यहाँ पनि डाक्टर नभएपछि के काम नजिउने त्यस्तो नभने त्यहाँ पनि गएपछि डाक्टरले तिमीलाई सन्चो हुन्न भनेपछि के गर्ने, म त मर्ने त होला त्यस्तो भन्नु हुँदैन बहिनी। दर्शक वृन्द 21 वर्षीय अम्बिका शाहीको जीवनमा अहिले वज्रपात परेको छ। लाउ लाउ खाउ खाउ भन्ने यो उमेरमा अम्बिकालाई के रोग लाग्यो कुन्नी अहिले अम्बिकाको हरेक समय आँसु खसाल्दै बितिरहेको छ। घाँटी निल्न अप्ठ्यारो हुन्छ मलाई त, अरू त बसे जुड्न सक्दैन, एउटा त्यही कारण भएको। गाडीमा पनि जान सक्दैन। दर्शक वृन्द अम्बिकाका बुबा छैनन्, एक्ली आमाले जेनतेन 3 सन्तान हुर्काइरहेकी छन्। अम्बिका जेठी सन्तान हुन्। +2 पास गरेकी अम्बिका बाँच्न चाहन्छिन्, उठ्न चाहन्छिन् अनि हिँड्न चाहन्छिन्, तर आर्थिक अभावकै कारण यो सम्भव भइरहेको छैन। मम्मीले लग्दिया भए मलाई सन्चो हुन्थ्यो कि भन्ने नै त्यसको दिमागमै त्यही छ कि, त्यही भएर कहिले बिहानै उठ्यो भने मम्मी मलाई औषधि गर्न लग्नुहुन्न भनेर रुन लाग्छ। अब त्यो मम्मीसँग भए त औषधि गर्न सक्या जति त मैले गरिहालेँ। दर्शक वृन्द अम्बिकालाई केही समय अघि ज्वरो आउँछ, जसको कारण दिमागमा असर गरेपछि नसा सुकेको र त्यसैको असरले अहिले बिस्तारै अम्बिका उठ्न हिँड्न नसक्ने अवस्थामा गइरहेको उनकी आमाले बताएकी छन्। आश गर्नुपर्छ नि त, सबैको लाइफमा यस्तो समस्या आउन सक्छ, त्यस्तो निराश हुनु हुँदैन नि। हुन्छ त, सबैले सहयोग गर्नुहुन्छ। अब दर्शक वृन्द सक्नेले आफू सक्दो आर्थिक सहयोग गरिदिनु होला र नसक्नेले भिडियो धेरै भन्दा धेरै शेयर गरेर सहयोगी मनसम्म पुर्याइदिनु होला। मम्मी म काठमाडौँ औषधि गर्न जान्ला छु, मलाई सन्चो भयो भने म भाडा मारिदिन्छु, कपडा धोइदिन्छु, तपाईँले काम गरिराख्नुला, म स्कुल जान्छु आउँछु, मलाई दोकान गरिदिनुला भने कति खुसी भए थिएँ। काठमाडौँ गएँ अनि म गएको थिएन, दिदीको छोरालाई पठाएको थिएँ, दिदी छोरी लैन गयो। अनि उसलाई बाबु तँलाई के भन्यो डक्टरले भन्दा नानीको सबै चेक गराएँ आन्टी, अनि के अरे शरीरमा चाहेको जति मासु नै छैन भन्यो। मलाई त्यहाँबाट टेन्सन भयो। अब हेर्दा त हामीले त मोटो घाटो देख्छौँ है। खास कति समय भयो अनि यो खास भएको चाहिँ के भने डाक्टरले? भएको चाहिँ ज्वरोले दिमागमा असर गरेर नसा नै जाम भइसकेको छ भन्यो। हड्डीहरूलाई चलाउने जुन एउटा पातलो नसा हुने रहेछ त्यो नसा नै जाम भइसकेको छ भन्छ। उमेर कति भयो? उमेर अहिले 21। कति पढ्नु भएको छ? 12 पास, ब्याचलर चलिरहेको छ, फर्स्ट इयर। हजुरको नाम भन्नुहोस् त। अम्बिका शाही। 12 पढ्नु भयो? हजुर। ब्याचलर जोइन गर्नु भएको थियो? हजुर। के भएको हजुरलाई? भन्नु त, कस्तो कस्तो हुन्छ हजुरलाई? बसे जिउन सक्दैन, गाडीमा चढ्न सक्दैन। अनि स्कुल जान छोड्नु भयो? हजुर। कति समय भयो? 3-4 महिना भइसक्यो, अहिले गएको छैन। स्कुल गएको छोडेको 3-4 महिना भयो। स्कुल यो छोडेपछि। अनि यो खालको सिम्पटम देखिन थाले कति भयो? 3-4 वर्ष। 3-4 वर्ष भइसक्यो। के भन्यो त डाक्टरले? साँच्चै के भन्यो त? डाक्टरले त्यही नै भन्यो सर। अब दिदीको छोरा गएको थियो, उसलाई फोन गर्दा नि त्यही भन्यो। अस्ति अब उसले अब काठमाडौँ अर्को भन्यो होला, अब नभए लखनऊ लैजाम भने। एउटा अब म महिला वर्ग काम गरेर दिनको 500 रुपियाँ कमाउने मान्छे, 3-3टा बच्चा पाल्ने पढाउने समस्या त मलाई भयो होला। त्यही पनि अस्ति ऋण जोखो गरेर पनि लखनऊ लग्छु, एकचोटि एमआरआई गराउँछु नै भने एमआरआई गराइले। अनि उहाँ पनि त्यही भन्यो, ज्वरो पहिला ज्वरो आएको हो भन्दा भने मैले। अनि ज्वरोले दिमागमा असर गरेर नै नसा बन्द भइसकेको छ। अनि दिमागमा के 3टा चिज हुने रहेछ, त्यो एउटा चिजले नै काम गरिरहेको छैन भन्यो कि यसको। अनि स्कुलबाट म्यामहरूले पनि फोन गर्नुहुन्थ्यो मलाई। नानु 7 क्लाससम्म एकदम बाठी थिइन् म्याम, 8 क्लासमा नानुलाई के भयो, एकदम लुलो भइसकेको छ। अनि इक्जाममा पनि फेल भयो कि 8 क्लासको, 2टै इक्जाममा विषय लाग्यो। अनि त्यो म्यामले मलाई फोन गरिराख्नु भएको थियो। अनि खोइ म्याम घर पनि त्यस्तै गर्छु, पहिला त बोल्थे अनि कामसाम पनि गर्थे, अहिले त काम गर्न पनि जाँदी बस्यो टोलाइ रक्सी भने मैले।
पछि एकचोटि चेक गराउने भनेर पहिला फर्स्टमा कौशल्या लगे कौशल्याले यहाँ हुँदैन अनि अलि ठुलो हस्पिटल देखाउनु भन्नुभयो त्यहाँबाट काठमाडौँ पठाएको बाबुलाई त्यहाँ पनि भएन काठमाडौँले त झन् यहाँ औषधि नै नचलाउनु बेङ्गलोरै लग्नु भनेर औषधि नै ल्याइदिनु भएन जस्तो उहाँले यो के रोग हो भनेर भन्नु भएन बेङ्गलोर लगेर के रोग हो भनेर भन्नु भएन रोग चाहिँ अब मलाई थाहा भएन त्यति सर भन्न चाहिँ त्यति भन्नु मलाई ज्वरोले दिमागमा असर गरेर नै यो हड्डीलाई चलाउने एउटा पातलो नसा हुन्छ त्यो नसा नै सुकिसकेको छ भने रिपोर्टहरू ल्याउनुहोस् त यो रिपोर्टहरू कहाँ लगिएको यो काठमाडौँ र लगेको बेङ्गलोर के अरे लखनऊ ए लखनऊ पनि गर्नुभयो काठमाडौँ पनि गर्नुभयो हो एमराई र अस्ति लखनऊ नै गरेको हो अरू रिपोर्टहरू चाहिँ यो मासु चेक गर्यो ब्लड टेस्ट गर्यो सबै काठमाडौँ नै गरेको अब तपाईँहरूको इच्छा चाहिँ खास के हो त अब इच्छा चाहिँ अब सबै ठाउँ चेक गराउँदा सबै डक्टरहरूले नै बेङ्गलोर लगेपछि हुनसक्छ भनेपछि अब आश पनि लाग्यो के सास हुँदासम्म मान्छेको आश हुने रहेछ जस्तो भने आफ्नो बिरामी घरमा राख्न कसैलाई इच्छा लाग्ने रहन्छ एक त बुवा हुनुहुन्थेन अब मम्मीले पनि मलाई कहीँ लग्या भए औषधि मलाई गरे भए मलाई सन्चो हुन्थ्यो होला हजुर म एकल महिला हजुर दुईटा नानी एउटा बाबु यो जेठो छोरी हो हजुर बाबु कति बाबु भयो अहिले 23 वर्ष हजुर अनि एउटा सानो छोरी सानो 15 वर्षको छ अनि हजुरले अहिले सबै पाली सबै अब यहाँ काम गर्नुहुन्छ यही काम गर्छु अनि काम गर्दै यही हजुरहरु बस्ने पनि हजुर एउटा रुम दिनमा छ सरले यही बस्छु यसो बाबा पनि यही बित्नु भएको हो त्यही भएर एउटा रुम दिनमा छ यही अब कसरी तपाईँ आफ्नो भनौँ न यो बिहानदेखि साँझसम्मको तपाईँको यो लाइफ के गाह्रो भइरहेछ भन्नु त पढ्न जान त रोकिसक्नु भएछ खाने बस्ने कुरामा कतिको गाह्रो भइरहेको छ बाथरुम जाने कुरामा गाह्रो भयो भन्नुभयो टोयलेट बस्दाखेरि अलिकति कस्तो छ भन्नुहोस् त तपाईँको अवस्था खाँदाखेरि पनि घाँटी निल्न अप्ठ्यारो हुन्छ मलाई त अरू त बसे उड्न सक्दैन एउटा त्यही कारण भएको गाडीमा पनि जान सक्दैन हिँड्न एक्लै पनि गाह्रो एक्लै कहीँ जानै यसो सोच नै त्यही भयो कि कसले कहीँ अलि टाढा मम्मीले लगिदिया भए मलाई सन्चो हुन्थ्यो कि भन्ने नै त्यसको दिमागमै त्यही छ क्या त्यही भएर कहिले बिहानै उठ्यो भने मम्मी मलाई औषधि गर्न लग्नु न भनेर रुन लाग्छ अब त्यो मम्मीसँग भए त अब औषधि गर्न सक्या जति त मैले गरिहालेँ अब बस्ने ठाउँ नै छैन अब एउटा रुम छ त्यहीमा पकाउने तपाईँ के चाहनुहुन्छ भन्नुहोस् न भन्नुहोस् त आधा टाढा भन्नुहोस् त के चाहनुहुन्छ हजुर के चाहनुहुन्छ भन्नुहोस् त भन्नुहोस् अलिकति भन्नुहोस् त भन्नुहोस् न भन्नुहोस् खै त त्यहाँ पनि डक्टर नभएपछि के काम र जिउने त्यस्तो त्यहाँ पनि गएपछि डक्टरले तिमीलाई सन्चो हुन्न भनेपछि के गर्ने म त मर्ने त होला पनि त्यस्तो भन्नु हुँदैन बहिनी आश गर्नुपर्छ नि त सबैको लाइफमा यस्तो समस्या आउन सक्छ त्यस्तो निराश हुनु हुँदैन नि हुन्छ त सबैले सहयोग गर्नुहुन्छ अब काठमाडौँ पनि त्यहीँ लग्ने भन्यो सबै ठाउँबाट त्यहीँ लग्नु भनेपछि त्यहाँ पक्कै सन्चो हुन्छ होला हामीसँग अहिले पैसा छैन सरहरूले सहयोग गरेपछि पैसा उठेपछि अनि त्यहाँ गएर सन्चो भएपछि आफ्नो पढ्नु सकेर आफ्नो खुट्टामा उभिन सकेपछि मलाई पनि टेन्सन भएन बहिनीको उमेर 20-21 वर्ष मात्रै भयो पढ्दा पढ्दै अब यो अनौठो खालको रोग उहाँ अब हिँड्न सकिराख्नु भएको छैन बसेपछि उठ्न सकिराख्नु भएको छैन यो उमेरमा अलिकति पारिवारिक स्थिति आर्थिक रूपमा पनि एकदमै कमजोर भएपछि उहाँहरूले एउटा सहयोगको भिडियो बनाइदिनु पर्यो भनेर हामीलाई बोलाइसकेपछि हामी यहाँ आएका छौँ यो बाँके जिल्लाको पिप्रवा भन्ने ठाउँ नजिकै हो यो चाहिँ उहाँले उपचार गरेका यी पुराना
बिलहरू डकुमेन्टहरू फागुन चैतको महिना फागुन चैतमा है अब इन्डिया लगेपछि हुन्छ भन्ने तपाईँहरूको त्यही हो हाम्रो सोच नै आशा नै त्यति छ अब सबै ठाउँबाट बेङ्गलोरै भनेपछि पक्कै बेङ्गलोर लगेपछि सन्चो हुन्छ नै जस्तो लागिरहेछ अलिकति सहयोगी मनहरूले हेल्प गरिदिनु होला तपाईँको आफ्नै ब्याङ्क डिटेल पनि राख्नुहोस् भिडियोमा हामी राखिदिन्छौँ होइन अनि बहिनी केही भन्न चाहन्छौ तिमीलाई सहयोग गर्ने मान्छेहरूलाई अलिकति केही कुराहरू राख न यस्तै हो कि यस्तै गर्छु यो त अनि ढल्ने भएको फेरि आफ्नो मनमा आयो भने एकछिन बोली अनि गममा ढलिहाल्छ र हामी सहयोगको अपिल पनि गर्छौँ जति पनि सहयोगी मनहरू हुनुहुन्छ देश विदेशबाट यदि भिडियो हेर्दै हुनुहुन्छ भने कृपया सहयोग गरिदिनु होला हेर्नुहोस् त अब यो अवस्था देख्दा पनि अलिकति भन्न पनि गाह्रो हुन्छ क्या पढाइ कस्तो थियो बहिनीको पढाइ त ठिकै थियो अब बिरामी हुँदा पनि विषयहरू नलगाएर नै 12 पास गरेको अहिले 11 कुनमा पढ्नु भएको थियो नर्सरीदेखि 10 सम्म त नमुनामै पढेको अनि 11 र 12 त्रिभुवनमा अहिले ब्याचलर चाहिँ केएमसीमा भर्खरै भर्ना गर्दै थिए अब त्यो छुट्यो उसलाई एक्लै पठाउन अवस्थै छैन सर अनि अब सधैँ लिन जान पुर्याउन म पनि नसक्ने नभ्याउने भए अब काम गर्नु कि यसलाई अब लिन पुर्याउन जानु म स्कुलमा पनि 2-3 चोटि लोटी रहेछ अनि सरहरूले मलाई खबर गरेपछि अनि त्यसो भए अब स्कुल पठाउँदैन सर अब यता उपचारतिर लाग्नु पर्यो भनेर अनि मागदेखि नै स्कुल पठाएन मैले आउनुहोस् त बहिनी अलिकति हिँडौँ आउनु एकछिनसम्म त यो चाल गर्दै नि अब त्यही त कस्तो रोग पनि कस्तो मान्छेलाई त जस्तो अपाङ्ग भए पनि सन्चो हुने रोग लाग्छ कि के रोग लाग्यो होला भन्छु कि मैले रेगुलर काम पनि हुँदैन अहिले औषधि गर्न यताउता उपचार झारफुक गर्दै त मैले 4-5 वर्ष नै भइसक्यो अहिले औषधि केही खानु भएको छ के खानुहुन्छ औषधि त्यो लखनऊबाट लेखिदिएको औषधि खुवाइरहेको थिएँ अहिले तत्काल खुवाइराख्नु भएको छ कि छोडिसकेको छ ए बिस्तारै सकिँला निदाउनुहुन्छ अब यही त हो सबभन्दा खुट्टा सिधा खुट्टा सिधा गर्नु अहिले हामी यो नेपालगञ्ज र कोलपुरको बिचमा पिप्रवा भन्ने ठाउँमा नजिकै हो यो एरिया चाहिँ गनापुर भन्छ है जानकी गाउँपालिका गनापुरमा पर्छ र अम्बिका साई बस्ने ठाउँमै हामी बहिनी बस्ने ठाउँमै आएका छौँ आमा पनि एकल महिला हुनुहुँदो रहेछ उहाँले आफ्नो अब जेनतेन मेहनत गरेर 3 जना छोराछोरी पालिराख्नु भएको छ उहाँ चाहिँ जेठो छोरी अवस्था निकै नाजुक भएपछि आर्थिक रूपमा पनि अवस्था नाजुक र यो अनौठो के रोग लाग्यो भन्ने नै अब उहाँहरू यो अवस्था भइसकेपछि हामी यहाँ आयौँ हामीलाई बोलाइसकेपछि हामी यहाँ आएका छौँ र उहाँको एउटा अन्तिम चाहना भनेको चाहिँ एकपटक बेङ्गलोर गएर चेकअप गर्न पाएको भए निको हुन्थ्यो कि भन्ने खालको उहाँको अपेक्षा छ र आर्थिक अवस्था एकदमै नाजुक भनिसकेपछि हामीले सहयोगको अपिल गरिरहेका छौँ